हेलो नमस्ते, म रदिन श्रेष्ठ, पेसागत चाहिँ इन्जिनियर। सो आज चाहिँ म तपाईँहरूलाई के रहेछ त्यो कम्पाउन्डिङ भनेर बुझाउन हल्का ट्राई गर्नेछु। धेरै सुनिन्छ यो कम्पाउन्डिङ भनेर। सो यसको क्यालकुलेसन कसरी काम गर्ने रहेछ भनेर चाहिँ नि म आज तपाईँहरूलाई थोरै एउटा इन्फर्मेटिभ भिडियो हुन्छ भनेर बनाउन गइरहेको छु। सो लेट्स गेट स्टार्टेड है त। हामी देख्न सक्छौँ यसमा मैले पहिला नै यो कम्पाउन्ड इन्ट्रेस्ट क्यालकुलेटर भनेर चार्ट बनाएर राखेको थिएँ सजिलो हुन्छ भनेर। सो हामी देख्न सक्छौँ त्यहाँ अहिले प्रिन्सिपल एमाउन्ट, रेट अफ इन्ट्रेस्ट अनि टाइम इन इयरली भनेको 12 वर्षसम्मको राखेको छु अहिले। यतापट्टि प्रिन्सिपल एमाउन्ट, यतापट्टि इन्ट्रेस्ट भयो, यतापट्टि कम्पाउन्ड इन्ट्रेस्ट भयो। सो अहिले चाहिँ हामीले 10 लाख रुपियाँ राखेर हेरेका छौँ 10%को दरले। अब हामी 15 लाख राखेर हेर्छौँ। देख्नुभयो चेन्ज भयो डाटाहरू। सो रेट पनि चेन्ज गरौँ, यसलाई 14% राखेर हेरौँ। एज यु क्यान सी सबै डाटा चेन्ज भएर तपाईँको भयो। अब हामी कसरी क्यालकुलेट गर्ने हेर्छौँ है त। कि इयर तपाईँको 1 देखि 12सम्म हामी लेख्छौँ। त्यसै गरी प्रिन्सिपल एमाउन्ट भनेको हाम्रो अहिले 15 लाख रुपियाँ छ। सो त्यसलाई नै हामी अब अहिले 15 लाख नै लेख्छौँ त्यसलाई। यता इन्ट्रेस्ट छ हाम्रो 15 लाखको इन्टु अनि रेट अफ इन्ट्रेस्ट छ 14%। सो अब हामी त्यो कलमलाई चाहिँ नि लक गर्छौँ, किनभने तल्लोपट्टि कपी गर्दाखेरि पछि फेरि नबिग्रोस् भनेर। हामी लक गऱ्यौँ, ओके। अनि यतापट्टि कम्पाउन्ड इन्ट्रेस्ट भनेको प्रिन्सिपल एमाउन्ट र इन्ट्रेस्ट एमाउन्टको सम हो। सो हामीले त्यसलाई सम गर्छौँ, ल आयो 17,10,000 रुपियाँ आयो। हामीले सेकेन्ड इयरमा पनि कम्पाउन्ड इन्ट्रेस्टलाई कपी गर्छौँ र यतापट्टि इन्ट्रेस्टमा पनि त्यही अघिको फर्मुलालाई तलपट्टि कपी गर्छौँ र कम्पाउन्ड इन्ट्रेस्टको ठाउँमा पनि त्यही नै गर्छौँ र देख्न सक्नुहुन्छ डाटा चेन्ज भएको। त्यसै गरी अरू कलममा पनि त्यसै गरी चेन्ज गर्छौँ। देख्न सकिन्छ 15 लाख रुपियाँले 14%को रेटले हुँदो रहेछ 72,26,857 रुपियाँ। त्यसै गरी अर्को चेन्ज गरौँ हामी 20 लाख राखेर हेरौँ 14%को दरले। ₹96,35,809 रुपियाँ हुने रहेछ। यसै गरी हामी अब रेट चेन्ज गरेर हेरौँ, 12 राखेर हेरौँ। 12 राखेर हेर्दाखेरि 70,91,951 रुपियाँ हुने रहेछ। यसै गरी तपाईँले प्रिन्सिपल एमाउन्ट, रेटहरू यस्तो सबै चेन्ज गरेर कति हुँदो रहेछ भनेर तपाईँले चेक गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू। होप यु लाइक दिस भिडियो। इन्फर्मेटिभ लाग्यो भने लाइक गरिदिनु होला।